यसो हेर्दा चाहिँ तपाईहरु कन्फ्युज हुन सक्नुहुन्छ है, कतै यो इन्डिया त हैन भनेर। यसो बाटोमा हेर्दा पनि पुरा इन्डियन गाडी मात्र आउँछन्, तर यो साँच्चीकैमा चाहिँ नेपाल हो। यो झन्ड्या हो अनि यो चाहिँ स्याङ्जाको गलेङ नगरपालिकामा पर्ने झोलुङ्गे पुल हो। जस रमाइलो छ यहाँ हैन, हुनु पर्यो नि परो। यो चाहिँ 368 मिटर छ यार, यो 368 मिटर लामो पुल हो यो। अरे बहुत शीतल छ त यहाँ त, मकैबारी दर्याम दर्याम रहेछ कि तल। यहाँ त मकैबारी रहेछ। ये तो नेपाल है। अरे हल्लियो हल्लियो, मजा यही हल्लीमा छ यार, हल्लिनीमा। हाइट यता यता गइन्छ अरे यो त यार। गाई जस्तो छ त पुलले नि। पुल पनि अलिकति हल्लिरहेको छ के हो, दिउँसै हल्लिनु त भएन नि त पुल त। यो पुलले अलिकति केही चाहिँ पिए जस्तो छ, पानी धेरै पिए जस्तो छ कि। बर्खा मौसम हो नि त। यहाँ हाम्रो सुभाष हिरो भाइ छन् है। दिस इज के भन्छ अरे यसलाई, नाइ होइन कि यो तलको उसलाई चाहिँ खोला भन्छ। आँधी खोला हो, आँधी खोला। आँधी खोला उर्लेर आयो खावा भन्छ नि त। र हम जो देख रहे हैं ये पिक्चर, ये पहाड़िया का शांत शांत मौसम भाभी। क्या कहिले वो बढ़िया मौसम है रे बाबू। हाँ बैसालुई आँखा पनि त्यसपछि आउँदैन के। तिम्रो साथ नभए नि